नमस्कार, म विश्वनाथ बराल। सङ्घीय सरकारदेखि स्थानीय सरकार अनि हामी सर्वसाधारण समेतको उपेक्षाका कारणले ओझेलमा परेको एउटा मन्दिर हो मुकुटेश्वरी। आज सिन्धुली मुलकोटमा अवस्थित मुकुटेश्वरी मन्दिरको सेरोफेरोमा पौराणिक विषयवस्तु लिएर उपस्थित भएको छु। प्रसङ्ग नम्बर 1। मत्स्य पुराणमा उल्लेख भए अनुसार प्राचीन कालमा दक्षले एक विशाल अनुष्ठान गरे। प्रचुर धनराशि दक्षिणाको रूपमा बाँडियो। सबै देवतालाई आमन्त्रण गरियो, तर दैववश शिवजीलाई भने बोलाइएन। रुँदै कराउँदै सती आफ्नो पिता दक्ष प्रजापतिको यज्ञमा पुगिन्। यज्ञस्थलमै भगवान शङ्करसँगै आफू पनि अपमानित भइसकेपछि जब सती देवीले आफ्नो शरीरबाट प्रकट भएको तेजद्वारा स्वयंलाई जलाउन प्रारम्भ गरिन्, सोही समयमा दक्ष प्रजापतिले क्षमा माग्दै भने, हे देवी, तपाईँ यस जगतको जननी तथा जगतको सौभाग्य प्रदान गर्ने हुनुहुन्छ। म माथि अनुग्रह गरेर नै पुत्री रूपमा अवतरण हुनुभएको हो। हे धर्मज्ञ, मलाई कृपा गर्नुहोस्। यस निखिल ब्रह्माण्डमा तपाईँकी सत्ता सर्वत्र व्याप्त भए पनि मैले कहाँ कहाँ गएर हजुरको दर्शन गर्दा मेरो पाप माफी हुन्छ? हजुरको कुन कुन नामद्वारा स्तमन गर्नुपर्दछ? आदि भन्दै दक्ष प्रजापति देवी सती समक्ष रुन कराउन थाले। त्यसै बेला सती देवीले दर्शन तथा स्तमनको लागि 100वटा स्थानहरूको नाम भनिन्। विशाल भारतवर्षमा छरिरहेका ती दिव्य 108 सिद्ध स्थानहरूमध्ये सिन्धुलीमा 2वटा छन्। एउटा मुकुटेश्वरी देवी हुन् भने अर्को कमला। प्रसङ्ग नम्बर 2। दुर्गा सप्तशतीमा प्रसङ्ग। हाम्रो शरीरमा रहेका प्रत्येक अङ्गको रक्षाको लागि, सौभाग्यको लागि, जीवनमा आउने आकस्मिक सङ्कट, शत्रु बाधा वा कार्यक्षेत्रमा हुने अवरोधहरूलाई हटाउन दुर्गा कवचको पाठ गरिने प्रचलन छ। मार्कण्डेय पुराण अन्तर्गत दुर्गा सप्तशतीमा प्रयुक्त शब्द पित्तम्च मुकुटेश्वरी अर्थात् पित्तलाई जोगाउने देवी मुकुटेश्वरी भनिएको छ। दुर्गा कवचमा उल्लेखित मुकुटेश्वरी देवीको दिव्य स्वरूप मुलकोट बाहेक अन्यत्र कतै भएको सुनिएको छैन। प्रसङ्ग नम्बर 3। स्कन्द पुराण अन्तर्गत हिमवत खण्डमा उल्लेखित मुकुटेश्वरीको पौराणिक महिमा। जब तपस्याको बलले शुम्भ निशुम्भ अजय बने र भगवान शिवबाट पाएको वरदानलाई दुरुपयोग गर्दै देवताहरूलाई समेत दुःख दिन थाले, त्यसपछि अत्याचारमा परेका देवताहरू कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्न थाले। त्यतिखेर स्वयं अष्टादश भुजा जगतमाता दुर्गा प्रकट हुनुभयो र राक्षसहरूले सम्झाउँदा नमाने संहार गर्ने बताउनुभयो। सुवर्ण कौशिका हुँदै आउँदा देवी र दैत्यहरूको युद्धस्थल भने कुशेश्वर नजिकै मुलकोटमा हुन पुग्यो। शुम्भ निशुम्भ आदि दैत्यहरूको वध गरेपछि देवीले खड्ग पखालेको क्षेत्रलाई दुर्गाघाट र पृथ्वीको भुभार हरेर खड्ग पहाडमा लगेर स्थापना गरेको क्षेत्र खानादेवी र अन्तर्ध्यान भएको क्षेत्र कालिन्चोक भएको प्रत्यक्ष सङ्केत पनि हिमवत खण्डमा पाइन्छ। शिरको ताज र दैवी शक्तिको सर्वोच्चताको प्रतीक मुकुटको मर्यादाको लागि युद्ध गरेकोले देवीको नाम मुकुटेश्वरी हुन पुगेको हुनुपर्दछ। देवी र दैत्यहरूको युद्ध पुराणहरूमा मर्कोट भनिने स्थानमा भएको थियो। सत्य, त्रेता, द्वापर, कली चार युगमा मुकुटेश्वरीको चर्चा छ। दक्ष प्रजापति मात्र होइन, यस दिव्य मन्दिरमा देवता, योगी, साधक, ऋषिहरूले तपस्या र साधना गरेर सिद्धि प्राप्त गरेको वर्णन भेटिन्छ। रामेछाप जिल्ला अन्तर्गत डाँसेमा भुटुनदेवी, कालीदेवी, सिंहदेवी, मालिका देवी, जलदेवी, सुनापति डाँडामा सुनापति देवी, दुम्जमा जङ्गला देवी र बिपी कोइराला लोकमार्गमा हजारौँ ऐनाहरू देखिने सिद्धिदेवी लगायतका मन्दिरहरूले यो भूगोल दुर्गा तीर्थको रूपमा स्थापित भएको सङ्केत गर्दछ। प्रसङ्ग नम्बर 4। कहाँ छ मुलकोट अनि मुकुटेश्वरीको मन्दिर? मुलकोट सुनकोशी गाउँपालिका 5 को सुनकोशी गढतिरमा पर्छ। पूर्वी पहाड र तराईबाट नेपाल मण्डल प्रवेश गर्ने प्राचीन मार्ग समेत सुनकोशी गढतिरको मुलकोट हो। मुलकोट बजार नजिकै डुक्कु घप्ट्याइए जस्तो डाँडामा रहेको दिव्य मन्दिर नै मुकुटेश्वरी हो। बिपी कोइराला लोकमार्गबाट झरेर 190वटा सिँढी चढेपछि यस मन्दिरमा पुग्न सकिन्छ। प्रसङ्ग नम्बर 5। मुलकोट नाम कसरी भयो होला? सेनाका हात हतियार, गोला बारुद र अन्य युद्ध सामग्रीहरू भण्डारण गर्ने घर वा कोठालाई कोत भनिन्छ। परापूर्व कालमा र विशेष गरी राणा शासनभन्दा अगाडि प्रत्येक गढी वा किल्लाहरूमा एउटा कोत हुने गर्थ्यो, जहाँ हात हतियारको पूजा, कोत पूजा समेत गरिन्थ्यो। पूर्वी नेपाल र छिमेकी भारतबाट समेत नेपाल मण्डल प्रवेश गर्ने मार्गमा परेको यो मुलकोट सामरिक हिसाबले पनि निकै महत्त्वपूर्ण थियो। त्यसैले बिपी राजमार्गबाट 150 मिटर उचाइमा रहेको एउटा किल्ला, जुन स्थानीय भने झैँ ऐतिहासिक कोत थियो, भोटे खोलाको दुभान्डी र बिपी राजमार्गको पुलमा बरबोटको ठिकमाथि इँटाको गारा नजिकै केही फराकिलो ठाउँमा ढुङ्गाको पर्खाल अथवा कोतघर, ढुङ्गे पर्खालका कोठे कोठा। कसैले यसैको नामबाट मुलकोट भएको तर्क पनि गर्दा रहेछन्। तर पाश्चात्य दृष्टिकोणलाई अलि पर राखेर हाम्रो देशको इतिहासलाई पौराणिक वाङ्मयको आधारमा हेर्ने हो भने पुराणमा मर्कोट भनिएको स्थान नै मुलकोट हो। देवी र दैत्यहरूको युद्ध पुराणहरूमा मर्कोट भनिने स्थानमा भएको थियो। संस्कृतको मर्कोट शब्द
अब भ्रंश आउँदै मुलकोट हुन पुग्यो। मुकुटेश्वरी मन्दिर रहेको स्थल मर्कोट हो। यो मर्कोट कालन्जर पर्वत, बारा क्षेत्र, कमला मन्दिर आदिको आसपास भएको स्वतः प्रतीत हुन्छ। हामीले हाम्रो देशको इतिहास वीरसिंहले लेखिदिएको पुस्तकको आधारमा भन्दा धर्मग्रन्थहरूको विश्लेषणको आधारमा खोज्नुपर्दछ। मुकुटेश्वरीको महिमा उजागर गरौँ। शक्ति उपासनामा विश्वास गर्ने विश्वभरका करोडौँ तीर्थयात्रीहरूको धार्मिक गन्तव्य हुन सक्दछ मुकुटेश्वरी। मुकुटेश्वरी माता की जय। Please like, comment, share and subscribe my channel.